जोजालपा नमस्ते। आज पनि हामी उपस्थित भएका छौँ प्रविधि संयोजनमा युनिक साक्य र म शङ्कर थापा समय सन्दर्भ लिएर श्रोताहरूलाई स्वागत गर्न चाहन्छु। आज हामीले हाम्रा श्रोताहरूको लागि कीर्तिपुर क्षेत्रका एक बहु लोकप्रिय व्यक्तित्व वामपन्थी विश्लेषक पनि हुनुहुन्छ। उहाँ धेरै समयदेखि उहाँ यो वामपन्थी विचारधारा बोकेर वामपन्थी क्षेत्रमा लागिरहनुभएका राजनीतिक विश्लेषक भनौँ अझ उहाँलाई हामीले फोनमा सम्पर्क गर्ने कोसिस गरेका छौँ। उहाँको नामभन्दा उहाँको उपनामले धेरैले उहाँलाई चिन्छन्, उहाँलाई मान्छे भनेर चिन्छन्। उहाँको शुभ नाम शम्भुराम महर्जन हो। कीर्तिपुर नगरपालिका वडा नम्बर 9 मा उहाँ बस्नुहुन्छ। आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। हेलो शम्भुरामजी, कार्यक्रममा स्वागत छ यहाँलाई। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ तपाईँ यो वामपन्थी विश्लेषक भनौँ, यो कीर्तिपुर क्षेत्रमा धेरै प्रचलित र लोकप्रिय व्यक्तित्व हुनुहुन्छ। आज म यहाँलाई हिजो भएको संसद विघटनको बारेमा कुराकानी गर्ने कोसिस गर्छु। यो हिजो प्रधानमन्त्रीले जुन यो संसद विघटन गर्नुभयो, यो चाहिँ कतिको सान्दर्भिक, अब कतिको उचित अनुचित के कस्तो विचार गर्नुभएको छ? अब उचित अनुचित अब देशको लागि चाहिँ हजुर देशकै दृष्टिकोणले हैन, जनताको दृष्टिकोणले हेर्दाखेरि त हजुर यो कुनै त्यति साह्रो अब अनुचितै भन्नुपर्छ। अनुचित, हजुर अनुचित भन्नुपर्छ। हजुर हजुर तर एउटा पार्टीको अध्यक्षको हिसाबमा हजुर पार्टी भित्रको जुन एउटा कचिङ्गल उठेको छ नि, हजुर हो, त्यो कचिङ्गलले पुर्याउने बाटो भनेको चाहिँ यही हो, यही पुर्याउँछ के। हजुर हजुर जस्तो किसिमको चाहिँ फल रोप्यो, फल्ने त त्यही हो नि त, पक्कै पनि हैन। अब त्यसको चाहिँ यो परिणति हो। अब देशको लागि त यो घाटाको विषय भयो नि। हजुर अब जनसमुदायको लागि त 5-5 वर्षमा अब त एउटा स्थिर सरकार होला, हैन। देशमा चाहिँ विकास होला, समाजवादका चाहिँ आधारहरू तयार होलान्। हजुर अब विदेशमा गएका चाहिँ बसेका नेपालीहरू पनि फर्किएलान्। हजुर एउटा समृद्धिको बाटोमा चाहिँ देश अगाडि बढ्ला भन्ने चाहिँ जुन किसिमको एउटा मनोभाव, जुन किसिमको सोचाइ नेपाली जनताले राखेका थिए, उनीहरू त सब अब निराशातर्फ चाहिँ निराश हुने भयो नि त यो घटनाले त। पक्कै पनि अब देशको दृष्टिकोणले हेर्दाखेरि यो चाहिँ यो दुर्भाग्य हो, हजुर हैन। हजुर तर पार्टी फेरि पुग्ने बाटो यही हो कि, फेरि पुग्ने चाहिँ यही हो। हजुर यो चाहिँ अब यो संसदीय व्यवस्थाको र मतलब नेताहरूको जुन एउटा संस्कृति भन्ने हुन्छ नि, हजुर नेपालीको चाहिँ जुन संस्कृति छ, त्यो संस्कृतिमा नेपालीले त्यस्तो किसिमको स्तरीय सभ्य संस्कृति चाहिँ नेपाली राजनीतिमा निर्माणै भएको छैन। हजुर हो, त्यसको परिणति हो। हजुर पक्कै पनि अब देशमा चाहिँ अब 2/3 सरकारले अब कुनै राम्रो काम गरेर देश विकास गर्ला भनेर जनताहरूले धेरै आशा गरेको सरकार थियो। यसमा पनि पार्टी किचलोले गर्दाखेरि अहिले यो स्थिति आइपुग्यो। तपाईँले भन्नुभयो अनुसार पक्कै पनि यो चाहिँ देशको लागि राम्रो कुरा होइन। अब अन्त्यमा अब भन्नुपर्दा अन्त्यमा प्रधानमन्त्रीले गर्नुपर्ने बाटो त्यो बाहेक अर्को विकल्प नभएको देखियो है अहिले। अब विकल्प अब हाम्रो ओलीको चाहिँ अब के देखियो भने विकल्प त छ नि त। हजुर विकल्प नभएको चाहिँ होइन, तर आफू छाड्न चाहेन कि, आफूले कुर्सी छोड्न नचाहनु भएको, छाड्न चाहेन कि। हजुर अब एउटा चाहिँ अब ओलीको साइकोलोजी भनौँ न, उहाँको मनोविज्ञान के रह्यो भने हैन, हजुर यो 5 वर्ष चाहिँ मलाई चाहिँ मतलब दिएको हो। मेरो नेतृत्वमा यो चाहिँ 2/3 नजिकको चाहिँ बहुमत आएको हो, हैन। मैले किन छोड्ने? अब
एउटा त्यो भयो। अर्को एउटा उहाँको दृष्टिकोणै चाहिँ कस्तो देखियो भने अब यहाँ यसो देश विदेशतिर हेरियो, हेरेपछि अब इन्डियामा पनि चाहिँ अब संसदीय व्यवस्थै हो। मोदीको चाहिँ एब्सोल्युट होइन, मोदीको एक्लोटी चाहिँ अब मोदी चाहिँ 5 वर्ष उसको विरुद्धमा होइन। अब मोदी त्यो भाजपाको के अरे अमित शाह उनीहरू गृहमन्त्री बन्न आउँछ होइन। सबैलाई मोदीको नाउँमा त चाहिँ अहिले भाजपा बिजेपी चलिरहेछ होइन। अब चाइनामा सी जिनपिङ, रसियामा पुटिन, ली क्वान, यस्तो यस्तो चाहिँ उहरू चाहिँ मतलब त्यो किसिमको चाहिँ मनोविज्ञानले उहाँ त्यस्तो ग्रस्त के भनौँ अब त्यो छ कि। तर नेपाली अब इन्डियामा पनि धेरै उतार चढाव पछि इन्डियाले एउटा चाहिँ के बुझ्यो भने यो तुरुन्त यो चाहिँ संसद विघटन गर्ने, प्रधानमन्त्री फेर्ने यस्तो कार्यले देश बन्दैन भन्ने कुरामा चाहिँ त्यस्तो किसिमको चाहिँ अहिले त्यो किसिमको साइकोलोजी आइरहेको छ कि विश्वभरि नै होइन। एकल नेतृत्वको चाहिँ साइकोलोजी अहिले विश्वमा चलिरहेछ होइन। अब त्यही हो क्या, अमेरिकामा पनि जस्तोसुकै भए पनि अब तयारी बस्छ, बरु अर्को चुनावमा गएर हराउँछ। तर बिचमा चाहिँ मतलब चाहिँ किचकिच गर्ने चाहिँ यो विश्वमा चाहिँ त्यस्तो किसिमको प्रचलन छैन अहिले। तर नेपालमा के भयो भने बसेको दिनदेखि किचकिच गर्ने होइन। अब संविधानमा 2 वर्ष ननागिकन चाहिँ त्यो अविश्वासको प्रस्ताव राख्न नपाउने भनेपछि 2 वर्ष नाग्न साथ फेरि सुरु गरिहाल्यो। पक्कै पनि है। अब यो अब भनौँ न, अब स्थायी सरकार 2/3 स्थायी सरकार भएको अवसरमा ओलीले पनि देशको निमित्त आफै केही गर्छु भन्ने सोचाइ राख्नु अनौठो कुरा त मान्नु हुँदैन होइन। तर यसमा चाहिँ अब विदेशी शक्तिहरूको चलखेल पनि छ भन्ने यता कता हल्ला सुनिएको छ, त्यतातिर यहाँलाई कस्तो लाग्छ? विदेशीको आफ्नो इन्ट्रेस्ट त भइहाल्छ। हजुर, विदेशीको इन्ट्रेस्ट नभइकन त के कहाँ विश्वभरिको कुनै पनि पोलिटिक्स चल्दैन। हजुर, इन्ट्रेस्ट अब आफ्नो आफ्नो स्वार्थमा त हेरिहाल्छ हेरिहाल्छ नि। अब उहाँ इन्डियासँग यत्रो चाहिँ लफडा परिरहेछ नक्सामा हजुर। अब त्यसमा चाहिँ आफ्नो हात माथि पार्ने त इन्डियाले सोचिहाल्छ। त्यो सोच्दाखेरि चाहिँ अब कसरी चाहिँ मतलब चाहिँ कसलाई समाउने, कसलाई घुमाउने, के गर्ने भनेर उसले चाहिँ खेलिहाल्छ। चाइनाले पनि एउटा स्थिर किसिमको सरकार यहाँ त खोजिरहेकै छ होइन। अब अमेरिका पनि अब इन्डिया मार्फत कसरी आउने हो त्यो आउँछ त्यो। तर नेपालको चाहिँ सरकारले, नेताहरूले, पार्टीहरूले अब बुझ्नुपर्ने कुरा के हो भने त्यसमा नेपालको स्वार्थ कसरी पूर्ति गर्ने। सबैले त आफ्नो स्वार्थ त हेरिहाल्छ, हेर्नु पनि परेन। तर नेपालको चाहिँ उमा चाहिँ के छ भने आफ्नो किसिमको चाहिँ मतलब चाहिँ परराष्ट्र नीति होइन त्यस्तो किसिमको चाहिँ विकास चाहिँ अब गर्न सकिएको छैन होइन। अस्ति अलिकति चाहिँ प्रयास गर्यो परराष्ट्र नीति भनेर परराष्ट्र मन्त्रालयले एउटा निकाल्यो होइन, एउटा सिद्धान्त भनौँ न त्यस्तो किसिमको निकाल्यो। तर त्यो पर्याप्त पनि छैन, त्यो भएन त्यो होइन। त्यसकारण नेपालले आफ्नो किसिमको चाहिँ आफ्नोपन यो परराष्ट्र निकाल्न सकेन। मुख्य कुरा के हो भने कति धनी छ र कति शक्ति छ भन्ने कुरामा यो परराष्ट्र नीति हर चिज चाहिँ निर्धारण गर्छ कि शक्तिले निर्धारण गर्छ कि। हजुर, अब यो अब अगाडि कुरा गर्दाखेरि के भने अब यो चाहिँ प्रस्ताव चाहिँ अब कता अब नेपाल सर्वोच्च अदालतमा रिट दायर पनि भइसकेको रहेछ। 2-3वटा रिट आउने क्रम पनि चलिरहेको छ। त्यसबाट के होला जस्तो लाग्छ यहाँलाई? यसको विरुद्धमा संवैधानिक हिसाबले चाहिँ हेर्ने हो भने संविधानमा प्रधानमन्त्रीलाई होइन यसरी चाहिँ पहिला 47 सालको संविधानमा त त्यो व्यवस्था थियो होइन। प्रधानमन्त्रीको विशेषाधिकारको रूपमा संसद विघटन गर्ने अधिकार चाहिँ संविधानमा स्पष्टै उल्लेख थियो। तर यो संविधानमा त्यस्तो किसिमको व्यवस्था चाहिँ छैन। त्यसकारण यो कदम चाहिँ संवैधानिक दृष्टिकोणले चाहिँ यो त्रुटिपूर्ण मतलब यो हो। संवैधानिक दृष्टिकोणले असंवैधानिकै भन्न मिल्छ त। तर के छ भने मनमोहन होइन
अदालत भनेको पनि कस्तो हुन्छ भने हजुर शक्ति र त्यो ब्यालेन्समा हेर्छ हजुर हो यो लोकतन्त्र यो दुनियाँ यहाँ छ नि रुल अफ ल यो सारा कुराहरू चाहिँ के हुन्छ भने हैन यो चिजहरू देखाउनको लागि हो तर त्यहाँ भित्री सत्ता भित्री चाहिँ स्वार्थ वर्गीय स्वार्थ भन्ने हुन्छ नि त्यो स्वार्थ अर्कै हुन्छ यिनीहरू चाहिँ आफूलाई चाहिँ अनुकूल हुन्जेलसम्म मात्र यो विधिको शासन यो लोकतन्त्र यो गणतन्त्र यस्तो कुराहरू चाहिँ के हुन्छ भने आफूलाई अनुकूल हुँदासम्म चाहिँ यो कुरा एकदम त्यही कुरा उठाउँछ हैन तर जब सत्तामै चाहिँ मतलब चाहिँ तलमाथि हुन जान्छ नि हैन तलमाथि हुनासाथ यस्तो कुराहरू सबै चाहिँ भङ्ग हुन्छ जो अब 47 को चाहिँ ज्ञानेन्द्रले चाहिँ कु गर्दाखेरि केही भएन त हैन अब के गर्यो संविधानमा त थिएन नि त्यो ज्ञानेन्द्रले कु गरेर लिने कुनै व्यवस्था छैन लियो क्या अरे भरे आन्दोलनले चाहिँ मतलब पछाडि त्यो फर्कन बाध्य भयो त्यो हटायो त्यो अर्कै कुरा भयो संसद स्थापना भयो है अब यहाँ चाहिँ के छ भने मेरो विचारमा त्यो सर्वोच्च अदालतले पनि परिवेशलाई हेर्छ के हैन अब कुनै किसिमको चाहिँ त्यस्तो सर्वोच्च अदालतको न्यायाधीशहरू पनि त अब यही नेपाली जनता नै हो नि त नेपालकै व्यक्तिहरू नै हो त्यसकारण चाहिँ अब कस्तो किसिमको निर्णय आउला अब त्यो त अहिले नै भन्न सक्ने अवस्था चाहिँ छैन तर संवैधानिक रूपमा चाहिँ यो चाहिँ मतलब ठिक चाहिँ छैन त्यो असंवैधानिक चाहिँ हो यो त्यही त नेपाली राजनीतिमा चाहिँ आफै खाउँ आफै कमाउँ आफै मात्रै गरौँ भन्ने यो मानसिकता जबसम्म रहिरहन्छ तबसम्म नेपालमा चाहिँ यस्तो घटनाहरू भइ नै रहन्छ भन्दा अत्युक्ति नहोला है हैन राजनीतिलाई व्यवसाय बनाएपछि त यस्तै हो यस्तै हो राजनीति व्यवसाय भयो के हजुर राजनीति भनेको चाहिँ अब सेवाको लागि चाहिँ गर्नु पर्ने हैन जनताको सेवा देशको चाहिँ मतलब मायाले चाहिँ प्रेरित भएर गर्नुपर्ने काम हैन अब नेपालमा त त्यही मान्छेहरू पटक पटक चाहिँ प्रधानमन्त्री हुने पटक पटक चाहिँ मतलब दोहोरिरहेको छ के त्यसकारण अब मेरो विचारमा यही व्यवस्थामा अब जनता किन उठ्ने भनेको जनताले यो लवलीको कदम असंवैधानिक हैन अब भमाने यो कुरा हो के अब यही किसिमको सिस्टम चाहिँ भोलि चुनाव भयो रे भोलि चुनाव भयो ल प्रचण्ड प्रधानमन्त्री एकछिन मानौ न भोलि प्रचण्डलाई पनि निकाल्छु भनेर चाहिँ पार्टीमा चाहिँ त्यो चल्छ कि चल्दैन त्यही त यो परिपाटी त चलिरहन्छ नि त्यो चल्नु त एकदम सम्भव छ ओलीलाई चल्छ भने प्रचण्डलाई पनि त चल्ला अनि प्रचण्डले विघटन गर्छ कि गर्दैन है यस्तै हो यो नेपालमा यहाँ त के भयो भने विश्वास गर्न लायक विश्वास गर्न एउटा देखिनु पर्यो नि यसलाई विश्वास गर्दा हुन्छ कि भने त्यस्तो नै देखेन के त्यसकारण यो अब नयाँ उसले चाहिँ जेनेरेसनले चाहिँ केही गरे मात्र हो हैन नभए देश त चाहिँ दलदलमा फस्यो हजुर पक्कै पनि यहाँले धेरै राम्रो विश्लेषण गरिदिनु भयो एकदमै अनुभवी विश्लेषकको रूपमा मैले यहाँलाई सम्झेको थिएँ र आज फोन गरेर कुरा गर्न पाएँ धेरै ज्ञानगुणका कुराहरू दिनुभयो विश्लेषण गरिदिनु भयो धन्यवाद अहिले एउटा सानो कुरा सोधिहालौँ है त यहाँ अहिले राजनैतिक नेतृत्व भन्दा अलिकति पछाडि बस्नुको कारण चाहिँ के अचेल अब यस्तै हो अब यस्तै कुराहरू चाहिँ देखियो हैन अब लाग्दाखेरि 2034 सालदेखि चाहिँ राजनीतिमा चाहिँ लागेको मलाई थाहा छ म यहाँलाई चिन्छु राम्रोसँग तर चाहिँ भयो के त भन्दाखेरि चाहिँ अहिले चाहिँ जुन वर्गको हैन श्रमिक वर्गको लागि हैन अब देश एउटा राष्ट्र चाहिँ एउटा समृद्धिको लागि अब लागेको नै भयो अब त्यो नहुने भइसकेपछि राजनीतिमा पछाडि पारियो पनि हैन फेरि आफूले पनि वितृष्णा पनि जाग्यो अगाडि बढ्ने भनौँ न यही नेतृत्व लिएर धाङधुङ गरेर यो मन्त्री सन्त्री बन्ने आफूले पनि सोचिएन हजुर यो गएर म एकछिन मन्त्री भएँ अरे हजुर मैले कुन वर्गको सेवा गरेँ
मार्क्सवादी अब उमा है हेर्दाखेरि मैले कुन वर्गको सेवा गर्ने कि अहिलेको चाहिँ यो राज्य सत्ताले चाहिँ श्रमिक वर्गको जनताको चाहिँ सेवा गरिरहेछ र हजुर हो होइन र हजुर समुदायजी अब हजुर हजुर खुसी लाग्यो यहाँसँग कुराकानी भयो अलि समय हाम्रो एकदमै कम भएको कारणले मैले यहाँलाई यहाँको कुरा भविष्य फेरि पछि राखौँला आजलाई म यहाँसँग छुट्टिन चाहन्छु कार्यक्रममा जोडिनु भएकोमा म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नेवा एफएमलाई पनि चाहिँ म हार्दिक धन्यवाद दिन चाहन्छु हस् भविष्यमा पुनः कुराकानी गर्ने आशा राख्दै छुट्टिन्छु धन्यवाद उहाँ हुनुहुन्थ्यो शम्भुराम डङ्गोल वामपन्थी विश्लेषक तथा कीर्तिपुर वडा नम्बर 9 का सक्रिय राजनीतिक कार्यकर्ता हुनुहुन्थ्यो उहाँ अलिकति पृष्ठभूमिमा रहनुभएको छ अहिले नेपालको राजनीतिक परिवेशमा यो उतार चढाव यो राजनीतिक उतार चढाव भइ नै रहेको छ यसलाई अन्यथा मान्नु हुँदैन भविष्यमा पनि यस्तै किसिमको वातावरण नआउला भन्न सकिँदैन आजको कार्यक्रम अब समय सकिन आँटेकोले म छुट्टिन चाहे यहाँहरूसँग नेवा एफएम सुन्दै गर्नुहोला भन्दै युनिक साक्य र शङ्कर थापालाई बिदा दिनुहोस् नमस्ते शुभ